साथीहरु नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल सपना श्रेष्ठ ब्लग र तपाईलाई थम्बनेल टालेर थाहा पाइहाल्नु होला आज चाहिँ न्यू इयर हो। सो गाइज ह्यापी न्यू इयर अनि सबैजनालाई र पहिलाको साल जस्तो सुकै गए पनि अब आउँदै गरेको साल एकदमै राम्रो जाओस्, सबैजनाले सोचेको पूरा होस् र तपाईहरुको न्यू इयर कस्तो भयो प्लिज कमेन्ट गर्नु होला हैन। हाम्रो चाहिँ यतिकै घरमै बितिरहेछ। आज बिहान भरि लुगा धुदा गरेर हैन सानो नानीसँग घुम्नु पनि के मन लाग्छ। केटाकेटी लिएर हिँड्नु पनि झ्या हुन्छ क्या, अनि त्यही भएर म चाहिँ कहीँ गइनँ। अहिले भान्जा भान्जीहरु चाहिँ यति पर जानुभएको छ घुम्नलाई, बहिनीले घुम्न लानुभएको छ। चाहिँ तपाईहरुले चाहिँ के बनाएर खानुभयो? हामीले चाहिँ के भन्नु, मैले चाहिँ भान्जीहरुले अब माइ चाहिँ हामीलाई भोक लाग्यो भन्दै हुन्थ्यो अघि, अनि के खाने भनेको पानीपुरी खाने भन्दै हुन्थ्यो। अनि मैले चाहिँ भान्जीहरुको लागि पानीपुरी रेडी बनाइरहेको छु भन्दा नि अचारहरु चाहिँ बनाएको छैन, आलुहरु उसिनेर रेडी गरिरहेको छु, तासिरहेको छु अनि बनाइरहेको छु। अब फुलाएर रेडी गरिरहेको छु, यहाँ प्याज र आलु रेडी बनाइरहेको छु। हामीले चाहिँ बन्दा काटेर रेडी बनाइसकेको छौँ। हामीले भन्दा नि मैले चाहिँ अलिकति मात्रै काटेको, बुइले चाहिँ अलिक धेरै काट्नु भएको छ। अहिले मार्छन् होला भिडियो बनायो भने फेरि। साथीहरु हामी बुइन नाटक नगर्ने साथीहरु, हामी चाहिँ प्याज काट्दा हेर्दै बुइनी चाहिँ रुँदै हुनुहुन्छ हैन। खै बा कसलाई सम्झेर नाटक भ्लगमा नआउनेहरु कति नै उसको भन्न पनि नमिल्ने हैन। आज चाहिँ हाम्रो भाउजूले मोमोको लागि प्याज काट्दै हुनुहुन्छ अनि यहाँ पानीपुरी खाँदै हुनुहुन्छ। हाम्रो मिस जेठीको जेठी पानीपुरी बनाउँदै हुन्छ। अनि यहाँ अर्को चिनी लभर, चिनी लभरको यहाँ चिनीको बट्टै बोकेर बस्नु भएको छ। एउटा डेक्ची लभर डेक्ची बोकेर आउनु भएको छ। हाम्रो मोमोको किमा हो। को मान्छेले काट्न देखाइदिउँ? तपाईँ छिल्न आँटेको? काकीले चाहिँ छिल्ने अरे। कस्तो मेरो क्यामेरा त उयो आएछ त। साथीहरु अहिले हामी चाहिँ मोमोको लागि मोमोको उयो बनाउँदैछौँ। भएन सबैले देखाउनु ल यता यता स्मारिका। अनि हाम्रो मोमोको उयो पनि देखाउनु, सेप पनि देखाउनु। मान्छे पिछेको सेप छ, मान्छे पिछेको सेप छ। सुन्दरी बिनी चाहिँ हाम्रो कुक हो, हामी चाहिँ यता हामी चाहिँ लेबर हैन। सुन्दरी बिनी चाहिँ उयो है कुक हो। अनि यहाँ चाहिँ गए केही भन्नु छैन बिचको मान्छे। हाम्रो सुन्दली बिनी चाहिँ रिसाको अवस्था, किनभने बेलेको मिलेन अरे, यो मान्छेले बेलेको मिलेन अरे। हाम्रो क्यामेरा चाहिँ हाम्रो मोमोको सेप चाहिँ यस्तो छ। बनाउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ, एकदम रिसाइसक्नु भएको छ किनभने हामीले सेप बनाउन सकिनौँ। किमा यहाँ छ, यो मान्छेले पनि बनाउनु नसकेको यो मान्छेले पनि। अनि मोमो चाहिँ वहाँनिर आगोमा पाक्दैछ, अनि वहाँनिर पर चाहिँ मासु राख्नु भएको रहेछ काकीले। सो नरिसाउनु प्लिज। मैले बेल्नु नजानेर क्या आमामा छ्या यस्तो पनि दिन आयो मेरो। ल भरे भेटौँला एकछिन। साथीहरु हाम्रो चाहिँ न्यू इयर यस्तै भयो हैन। तपाईहरु चाहिँ कस्तो भयो प्लिज कमेन्ट गर्नु होला। आजको लागि यति नै, बाई बाई, ह्यापी न्यू इयर।